हेलो तपाईहरु सबैजनालाई मेरो फेसबुकको अति प्रिय साथीभाइ सबैजनालाई मेरो पेजमा फेरि पनि स्वागत छ है। र आज चाहिँ फेरि मैले एउटा नयाँ भिडियो लिएर आएको छु है तपाईहरुको माझमा। र भिडियो चाहिँ आजको चाहिँ एकदमै सरप्राइज छ तपाईहरुको लागि पनि है। र आज चाहिँ मेरोमा चाहिँ सरप्राइज एकजना आउनु भएको छ, को होला भनेर चाहिँ त्यो तपाईहरुलाई अहिले म भन्ने छुइनँ, किनभने तपाईले मेरो भिडियोलाई कन्टिन्यू हेर्दै गर्नुहोस् है। र को आएको छ त्यो पनि तपाईहरुलाई एकछिनमा रिभिल गर्नेवाला छु, हेर्दै गर्नुहोस् है गाइस। सो गाइस म चाहिँ अब मासु किन्नु गएको है। मेरोमा पाहुना भनेको नि तपाईँलाई एकछिन देखाउनेछु ल को पाहुना हो भनेर, हेर्दै गर्नुहोस्। यहाँ चाहिँ म चाहिँ मासु किन्नु आइसकेको छु है। हामी यहाँ अङ्कलले चाहिँ यहाँ मासु हो। सो गाइस म चाहिँ मासु किनेर पनि अब रुम जाँदै गरेको मासु किनेर है। हेर्दै गर्नुहोस् को रहेछ, अब रुममा पुगेर तपाईँलाई देखाउनेछु है। म चाहिँ रुम पनि आइपुगेँ है। यहाँ मासु लिएर र मैले मेरो आजको स्पेसल मान्छे चाहिँ को आएको छ भने हेर्नुहोस् है। स्पेसल मान्छे आएको छ आज। यहाँ बहिनी आएको छ है, प्रिया बहिनी। धेरै झन्डै 1 इयर जस्तो बादमा चाहिँ हामी फेरि एकसाथमा छु है। तपाईँहरूले पनि पहिला भिडियो हेर्नु भएको थियो होला है, झन्डै 1 इयरहरू पुग्न आँट्यो। अन्त आज चाहिँ फेरि बहिनीसँग यहाँ अब हल्का खानाहरू खाने है। बहिनी चाहिँ यहाँ ब्रोकोलीहरू के केहरू काट्दैछ हो। ब्रोकोलीहरू काट्दैछ, म चाहिँ यहाँ मासु किनेर आएको हो। अन्त दाल पनि पाक्दैछ है गाइस, हेर्दै गर्नुहोस्। अहिले एकछिनमा तपाईँलाई फेरि भेट्नेछु गाइस। मेरो चिकन पाक्दैछ है। अर्को सब्जी चाहिँ अघि पाकिसकेको छ। यो चाहिँ आजको कुक चाहिँ हाम्रो प्रिया बहिनी हेर्नुहोस्। यहाँ कोपी पाकिसकेको छ र यहाँ चाहिँ दाल छ। अहिले एकछिनमा देखाउने छु है तपाईँलाई। सो गाइस हाम्रो चाहिँ ब्रोकोलीको सब्जी खाना हो। यहाँ पनि खाना, यहाँ अचार है। यहाँ चाहिँ हेर्नुहोस् चिकन है। अन्त त्यहाँदेखि यहाँ चाहिँ दाल छ। अब हामी चाहिँ खानु आँटेको है। यहाँ चाहिँ हाम्रो प्रिया बहिनी अनि म अब खानुको लागि रेडी। अब चाहिँ हामी खाना आँटेको। यहाँ चाहिँ खाना सब्जीको भेराइटिजहरू अघि देखाइसकेको छु तपाईँलाई। बहिनी र म चाहिँ खाना खान आँटेको। ल त अब हामी चाहिँ खाना लियौँ है साथी हो। प्रियाले एकदम दामी बनाएको छ। दामी भएछ। आफू पकाएको खाँदा खाँदा भएकै भए आज भन्छ फेरि कि आज निकै खाने भयो खाना। प्रियाले बनाएको सबै आजको आइटम डल्लै प्रियाले बनाएको, म एउटा केही बनेन। अब्दुल्ला चाहिँ अब खानु सुरु छ। अदुला चाहिँ पुरा भोक लाग्यो भने के हामी लगाइदियो हो। अन्त सुत्नु पनि गइसक्यो, सुतिरहेछ। हुन्छ हामीले दिदो खाएको, दिदी बहिनी चाहिँ गफ गर्दै बस्यो हो। एकदम डिलिसियस। मलाई त होटलमा खाएको जस्तो लाग्यो। मिठो छ। म त्यस्तो बनाउँदिनँ नि, म त झन् झुम बनाउँछु नि त। मुला बजाएको भन्दा त यो मुला चाहिँ मलाई चेङको मम्मीले पठाइदिएको, चेङले दिएको। यो सबै अर्ग्यानिक, आजको सबै अर्ग्यानिक हो। कुखुरा मात्रै नअर्ग्यानिक ब्रोइलर। तर बहिनीले बस्तीको जस्तै खालको बनाएको छ नि। मेरो छोरीको त झन् साह्रो फेभरेट हो यो उयो त ब्रोकौली त। उसलाई ब्रोकौलीको सब्जी छ भने नि मासु पनि त्यस्तो उसले यादै गर्दैन। तपाईँले खाऊ न। तपाईँले दाल दालमा चाहिँ मैले घिउ हालेको थिएँ। दामी फ्लेभर आइरहेको छ। भनेपछि आज यहाँनिर होटलमा खाएको जस्तो हुँदैछ मलाई। भान्जा फेरि नि त आफूले मात्रै पकाएर खाँदा खाँदा भक्कै हुन्छ। फेरि म चाहिँ यस्तो मिहिनेत गरेर पनि पकाउँदिनँ नि, झलम पकाइ खायो। आमा छोरी मात्रै हो। अन्त फेरि यस्तो मिहिनेत गरेर पकाएपछि त अन्त नानीसँग हरेस पनि हुन्छ हो। अन्त झलम पकाइ खाएछु त्यो। कसरी बनाएँ यस्तो मिठो उसले पकाएको, तर मैले ध्यानै दिएन कस्तो कस्तो गरेर पकाएँ, यादै गरेन हो। दुईजना सँगसँगै बस्छ। कम्पिटिसनमा चाहिँ ड्र भएको रहेछ दुईजना चाहिँ। पैसा लानेमा हुन्छ है, पैसा चाहिँ पाउँथेन रहेछ। सँगै खाएको। कम्पिटिसनमा हुनु चाहिँ अब ड्र हुन्थ्यो, नभए आधी आधी लानुपर्ने थियो रहेछ।
रोस्ट भएपछि घटी पनि चुर हुन्छ घटी कस्तो मिठो भयो है रोस्ट भयो भिजा चाहिँ सबै अन्त जुरुम बस्छ हो बिरालोहरू कुकुरहरू नाच्नु त नाच्नु पर्ने रहेछ खाँदैन मैले खानु उयो खानु राम्रो भयो मैले खान्छु बिहान त भोक लाग्ने रहेछ सब्जी त भात मात्रै पकाउने बेला भएछ सबै उब्रियो अब त गाइस हाम्रो भिडियोलाई हेरेर चाहिँ तपाईँले यसो लाइक कमेन्ट सेयर गरिदिनुहोस् है तपाईँलाई बहुत मन पऱ्यो भने फलो गरिदिनुहोस् मेरो च्यानललाई पनि अन्त प्रियाको च्यानललाई पनि हो अन्त अझै तपाईँहरूलाई अझै मन पऱ्यो भने स्टारहरू पनि पठाइदिनुहोस् ल बेला बखत चाहिँ तपाईँहरूले चाहिँ पठाइदिनु भने चाहिँ हामीलाई अझै इन्ट्रेस्ट लाग्छ नि त सो त्यही भएर अब खानासाना खाइसक्यो अब भाँडाकुँडा साना खानु पारेर चाहिँ हामी पनि अब विश्राम गर्ने है यस्तो भिडियोहरू लिएर आउनेछु तपाईँहरूको माझमा है र भेट्दै गरौँ सी यू नेक्स्ट भिडियो है अहिले चाहिँ तपाईँ सबैजनालाई टाटा बाई 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 गाइस गुड नाइट गुड नाइट